सम्पूर्ण मित्रलाई हार्दिक नमस्कार छ मित्रहरू। चुनाव आएको छ जताततै। जताततै घन्टी भनेको छ, जुनसुकै ठाउँमा बालेन शाहको क्रेज छ। उहाँ आफूले के लाग्यो भन्दाखेरि मैले अब चुनाव जित्न सकिँदैन भन्ने भइसक्यो। कारण के हो? आफ्नै स्टेटमेन्ट, आफ्नै बोली, आफ्नै व्यवहारले गर्दा हो कि। हामीले त पहिल्यै भने हो नि, अरूलाई विरोध गरेर चुनाव जित्दैन, नयाँ नयाँ मिल्नुपर्छ भन्दाखेरि मैले त हर्क साम्पाङलाई सुरुमै भने हो कि अरूको विरोध गरेर चुनाव जित्दैन भनेर। आफ्नो एजेन्डा के हो, आफ्नो मेन टपिक के हो, त्यो टपिक लिएर चाहिँ जनता सामु जाने हो कि अरूको विरोध गरेर चुनाव जित्दैन। अहिले हेर्नुहोस् त, जता हेऱ्यो घन्टी भनेको छ, जताततै बालेन शाह भनेको छ। यो क्रेज आखिर कसरी भयो? अब हुँदा हुँदा अब हर्क साम्पाङ आफैले पनि चुनाव नजित्ने भइसक्यो त्यहाँ, जुन आफ्नै स्टेटमेन्टहरूले गर्दाखेरि। यदि हर्क साम्पाङले आफूले बोलेको कुराहरू, आफ्नो स्टेटमेन्टहरूले सुधारिएको भए यो चुनावमा धेरै ठाउँमा चुनाव जित्ने सम्भावना थियो कि। तर जे गर्यो आफ्नै बोलीले गर्यो। अब पछुताउनु बाहेक कुनै उपाय छैन।